साथीहरु यो मम्मीहरुको लागि हामी छोराछोरी जति ठुलो भए पनि सानो नै देखिने रहेछ क्या। सो साथीहरु फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। यो मम्मीले लिएर आउनु भएको चाहिँ ड्रामा साथीहरु। अब चाहिँ हामी च्याउ बनाउन आँटेको अनि धानको पराललाई यो ड्रामा हामीले पकाउनु पर्ने हुन्छ च्याउको लागि। सो साथीहरु आज पनि मेरो मम्मीले आफूले नखाएर मलाई खानेकुरा ल्याइदिनु भएको छ। सो साथीहरु जहिले यस्तै गर्नुहुन्छ आफूले नखाएर पनि मलाई ल्याइदिनुहुन्छ। म चाहिँ अब सानो बेबी थोडी न ठुलो भइसकेँ नि त। तर पनि यस्तै गर्नुहुन्छ के मम्मीले मेरो बानी नै बिगाडिसक्नु भएको छ कि पहिल्यैदेखि नि हो आज मात्र हैन साथीहरु। अनि मेरो ढंग के साथीहरु मम्मी उता काम गरिरहनु हुन्छ बट म खाएर इन्जोय गरे मम्मीलाई हेरिरहेको छु के साथीहरु। मम्मी चाहिँ त्यो भिजाएको पराल निकाल्दै हुनुहुन्थ्यो पखालेर। अब चाहिँ हाम्रो घरमा ठुलो मम्मी पनि आइसक्नु भएको छ। उहाँहरुको लागि म चाहिँ स्पेशल जडीबुटी वाला चिया बनाउँदै छु। अनि सो साथीहरु यो जडीबुटी भनेको जंगली जडीबुटी हो के जंगलदेखि ल्याएको। जडीबुटी भनेको जंगलदेखि त ल्याउँछ छ्या मैले के भएको हो के साथीहरु। अनि हामी चारजना चाहिँ चिया खाएर इन्जोय गरिरहेको थियो। अनि मेरो नानु र नानुको एउटा मात्र बेबी छ के उलाई पनि मैले खाना दिएको। थ्यांक यू सो मच वाचिङ दिस भिडियो। बाइ बाइ एभ्रीवन नेक्स्ट टाइम छिटै भेटौँला।